म यहाँ ओम हस्पिटलमा गएर चाहिँ अब बेलुका सर्जन डाक्टरलाई भेटेँ अनि त्यहाँ तुरुन्तै सर्जन डाक्टरले अल्ट्रासाउन्ड गर्नु हेर्नु भन्नुभयो। अल्ट्रासाउन्ड अनि मेमो सबै गरेँ, एफएनएसी पनि गरेँ होइन। भोलिपल्ट बिहानमा मेरो 24 घन्टाभित्रमा मेरो रिपोर्ट क्यान्सर भनेर प्रुभ भयो। अनि मेरो मेरो बायोप्सी गरेको होइन, मेरो एफएनएसीबाट अनि मेरो सर्जरी भइहाल्यो। सर्जरी लगभग मैले पत्ता लगाएको 15 दिनमा चाहिँ मेरो सर्जरी भइसकेको थियो। 15 दिन पनि होइन होला, 12 दिनमा सर्जरी भइसकेको थियो। अनि सर्जरी भइसकेपछि अब त्यो रिपोर्ट आउनलाई चाहिँ लाग्यो। अब क्यान्सर भन्ने त एफएनएसीले देखाए। पछि रिपोर्ट आउँदाखेरि फेरि मेरो ट्रिपल नेगेटिभ रहेछ। रिपोर्ट 22 दिनमा आएको थियो। अनि त्यो पछाडि मेरो किमो स्टार्ट भयो। अनि सिम्टमहरू चाहिँ मेरो त्यही थियो होइन। अब सबैलाई एउटै सिम्टम त हुँदैन। कति अब हाम्रै साथीहरूमा कसैलाई थाहा नै छैन, दुख्ने पोल्ने त्यस्तो केही नभइकन नि एकैचोटि क्यान्सर भएको भन्नुहुन्छ। कसैले जस्तो ट्युमर भेटेको होइन, मेरो त लम्स जस्तो भित्रभित्रै फैलेको, तर मलाई चाहिँ फिलै नभएको, थाहा नै नभएको भन्नुहुन्छ होइन। अब त्यस्तो धेरैजनालाई धेरै थरी हुन्छ, तर मेरो चाहिँ त्यो सिम्टम थियो। त्यही भएर मेरो सिम्टम चाहिँ हजुरहरूलाई मैले भने। हजुरहरूलाई त्यस्तो कुनै समस्या अब आफूलाई पनि त्यस्तो छ भने चाहिँ कम्तीमा वर्षमा 2 वर्षमा मेमो गर्नुहोस्, नभए अल्ट्रासाउन्ड गर्नुहोस्। अनि केही त्यस्तो छ भने औषधिहरू हुन्छ, औषधि खाएर पनि त्यो ट्युमरहरू अरू नै खालको पनि हुनसक्छ नि त। अब ट्युमर भेट्ने बित्तिकै क्यान्सर भइहाल्ने त हुँदैन। अब कत्रो ट्युमरहरू पनि क्यान्सर नभएर नन क्यान्सर पनि हुन्छ। त्यही भएर आत्तिहाल्न पर्दैन। तर हामीले चाहिँ बेलैदेखि अब हामी महिलाहरूको त एकदम रिस्क छ नि त। ब्रेस्ट र ओभरी पाठेघर हाम्रो त एकदम रिस्कमा पर्छ। र फेरि धेरै चाहिँ महिलालाई नै भएको छ। हामी छक्क पर्छौँ कि जहाँ भेटे पनि महिलालाई धेरै भएको छ। त्यही भएर हाम्रो अङ्गहरूको लागि चाहिँ हामीले एकदमै केयर गर्नुपर्छ। त्यसै गरी केयर गर्नु होला। अब दुख्दैछ भने चाहिँ हजुरहरूले एकपल्ट हस्पिटल जानुहोस्, आफ्नो गाइनोको डक्टरलाई देखाउनुहोस्, सर्जनको डक्टरलाई देखाउनुहोस्। त्यही अनुसारले सल्लाह अनुसारले गर्नुहोस्। अब केही त हुन्छ नि त, आफूलाई औषधिहरू खुवाएर निको हुने रहेछ, मैले थाहा पाइनँ। त्यही भएर मलाई चाहिँ यस्तो भयो। अहिले म सम्झिन्छु, मलाई त्यतिखेर केही औषधि लेखेर दिनुभयो भए डक्टरले, मलाई त्यस्तो दुख्ने पोल्ने थियो त औषधिले नि त काम गर्थ्यो होला भनेर सोच्छु क्या। त्यही भएर थाहा नपाउनु पनि गाह्रो हुन्छ। एकदमै हजुरहरूले आफ्नो केयर चाहिँ गर्नु होला। अहिले हुँदैन भनेर मलाई त क्यान्सर हुँदैन भने चाहिँ कसैले नसोच्नु होला। क्यान्सर भन्ने चिज कसैले देखेर आएको हुँदैन। त्यो कतिखेर आउँछ थाहा छैन। त्यही भएर एकदम केयरफुल गर्नु होला भन्दै बिदा चाहन्छु। नमस्कार।